छाब्दी बाराही माताको मन्दिर। यो तनहुँको दमोलीबाट यो दक्षिण पूर्वको बाटोतर्फ आउनुपर्छ। छाब्दी बाराही मन्दिर अत्यन्तै पावन दिव्य ठाउँमा अवस्थित रहेको छ। त्यो मन्दिर हो। आज एकादशी भएको भएर यो मन्दिर आज खुला रहेनछ र बाहिरको भागको दृश्य यहाँहरूलाई मैले देखाइरहेको छु। आज त्यति खासै भिड छैन। यहाँको विशेषता के छ भने यहाँ माछा यहाँ देख्न सक्नुहुन्छ। माछा धेरै छन्। यहाँको माछाले फलफुलहरू खान्छ, केराहरू। अनि त्यसपछि यहाँभित्र त्यो मन्दिरभित्र अर्को कुवा छ। त्यो कुवामा विशेष प्रकारको माछा आउँछ र त्यो माछा नै यहाँको देवीको रूपमा मानिएको छ। र आज भित्र गएर फोटो लिनु पाइएन। यहाँहरूले बाहिरबाट दर्शन गर्नु होला। अनुकूल मिलेसम्म एकपटक तनहुँमा रहेको यो श्री छाब्दी बाराही देवी माताको दर्शन गर्न अवश्य आउनुहोला। एकदम रमणीय दिव्य पावन स्थलमा रहेको छ। यदि त्यो विशेष प्रकारको माछा कहिलेकाहीँ मात्रै निस्किन्छ। यदि त्यस्तो प्रकारको माछाको दर्शन भयो भने त्यो माताको दर्शन मानिन्छ यहाँ। र अन्य यहाँ धेरैभन्दा धेरै माछाहरू छन्। यो दुई पहाडको खोजमा नदीको किनारमा रहेको यो छाब्दी बाराही माताको मन्दिर जीवनमा एकपटक अनुकूल मिलेसम्म दर्शन गर्नको लागि आउन लायकको ठाउँ छ। तसर्थ यहाँहरू सबैजनालाई अनुकूल मिलेसम्म तनहुँ दमोलीमा आउनुपर्छ। दमोली आएपछि त्यहाँबाट लोकल बसमा 50 रुपियाँको भाडा तिरेर यहाँ छाब्दी बाराही माताको दर्शन गर्न मिल्दछ।